किन के हो किन कराकी बुबु दिदी आउँदै हुनुहुन्छ अरे अस्ति भर्खर आके न कति आउनु पर्यो त्यसलाई चाहिँ भाउजू ए नन्दनाले आउनु भयो आउनुस् न आउनुस् बस्नुस् कस्तो गर्ने हो भाउजू फेरि खोल्नु न ए भइहाल्छ नि नानी लु नानी यस्तो फेन हो हाम्रो बाटोमा एसी थियो Oh my god. यस्तै हो नानी गाउँघरको मान्छे तपाईँ अब सहरमा बसे जस्तो कहाँ हुन्छ त यहाँ बस्दै गर्नुहोस् न म चिया बनाएर दिन्छु है ल ल कफी चिया खाइन मलाई सहरबाट के ल्याइदिनु भयो फुपू तिमीलाई मैले तिम्रो बाजुले अमेरिकाबाट पठाइदिएको ल्याइदिएको छु ल्याऊ आहा खाइ पो हाली त हुन त कहिले देखेको भए पो नखाओस् मम्मी मलाई फुपूले चक्लेट ल्याइदिनु भयो खुब नखाना पर्काले कि तलबाट 10 रुपैयाँमा किनेर ल्याइदिनु खुब अमेरिकाबाट ल्याइदि भनेर मक्क परिराखेको छु दिनुहोस् नानी चिया खानुहोस् मिल्क टी Oh no! हजुर मलाई मिल्क टीले ग्यास्ट्रिक हुन्छ मैले कफी ल्याउनु भनेको होइन हजुरलाई खादिनँ म हजुरको चिया